मर्निङ गाइस, अहिले चाहिँ बिहान बिहानै छाता पनि बोकिरहेको छु हो, पानी परिहाल्यो भने। अहिले चाहिँ बिहान बिहानै म तल एकछिन घर जाँदै गरेको बस्ती, त्यहाँनिर एउटा बारी देखाउनु छ तपाईँहरूलाई, त्यो हेरौँ है त ल। र अहिले चाहिँ भर्खर निस्केको, टाइम लाग्छ तल पुग्नु, सायदै 40 मिनट 50 मिनट लाग्छ होला हिँडेर। त्यहाँदेखि एकछिन त्यहाँ फिल्ड इन्सपेक्सन गरिराखेर चाहिँ फर्केर आउँछु। त्यसो गर्दा फेरि छिटो आइपुग्नु पर्ने 9-10 बजीसँग त। अहिले पनि खै बिहान ढिलो उठेर हो कि के हो पनि, के हो छिट्टै गरेको जस्तो लाग्छ, जहिले पनि ढिलो नै भइरहेको हुन्छ क्या। पानी पर्नु थाल्यो गाइस, ल छाता बोकेको चाहिँ राम्रै भएछ। र आज 29 तारिक है, 29 मे। डेट चाहिँ किन भन्दैछु भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो देशको प्रधानमन्त्री प्राइम मिनिस्टर अनरेबल प्राइम मिनिस्टर मोदीज्यू आउनुहुँदैछ गान्तोकमा हो। अब गान्तोक वरिपरि हुनेहरू चाहिँ गान्तोकमा अब यसो प्रोग्राम हेरिदिनुहोस्, कस्तो हुँदो रहेछ, एउटा एक्सपिरियन्स राम्रो हुन्छ। र यो प्रोग्राम चाहिँ के को पनि हुँदैछ र मोदीज्यू किन आउनुहुँदैछ भन्दाखेरि चाहिँ सबैलाई थाहा भएकै कुरा हो, हाम्रो स्टेटको 50 स्टेटहुड डे सेलिब्रेसनको लागि आउनुहुँदैछ। र साथसाथै भर्चुअल इनअगरेसन हाम्रो यो नाम्ची डिस्ट्रिक्ट हस्पिटल जुन चाहिँ 500 बेडेड बनिँदैछ, 500वटा बेड भएको हो, त्यसको पनि इनअगरेसन हुन्छ अरे। त्यसको बादमा चाहिँ हामी पब्लिकहरूले अलिक सुविस्तै पाउँछ है। अब सबैजना बिमार अलिक साह्रै भइहाल्यो भने खालि गान्तोक जानुपर्ने, एसटिएनएम जानुपर्ने। अब त्यसो गर्दाखेरि चाहिँ अब साउथको त नाम्ची नै नजिक परिहाल्यो, साथसाथै वेस्टकोहरूलाई पनि अब सजिलो पर्छ। सबै खिचिडुङ्गाबाट उकालो चढ्यो भने नाम्ची छिटो निस्किन्छ नि त, अन्त त्यहाँनिर पनि अब राम्रै हुन्छ। पानी मजाले पऱ्यो त, यहाँ चाहिँ अलिक सेफ छ, त्यसले गर्दा त्यस्तो भिजेको छैन। पानी चाहिँ पर्नु परिरहेछ। हुनु चाहिँ जाँदै गरेको चाहिँ यो अगाडिको डाँडा पल्लोपट्टि गएको हो, रोड पनि गएको छ तर बाटो अलिक ठिक छैन हौ। त्यही माथि अहिले पानी पर्दैछ हो, बाटो नहुँदाखेरि चाहिँ अब गाडी लानु पनि सक्दैन, त्यसले गर्दा चाहिँ हिँडेर जानु पर्यो। ठुलो गाडीहरू चाहिँ जान्छ, गटङटङ जान्छ, सानो गाडी चाहिँ अब प्रब्लमै हुन्छ हो। त्यस्तो हो कुरा चाहिँ। अन्त मेरो साथी चाहिँ जान्छु भन्दै थियो, ऊ गएछ भने उसले पक्का पनि भिडियो हाल्छ हो, प्रवीण। उसको च्यानल पनि फलो गरिदिनु, हेरिदिनु, स्टेटहुड कसरी मनाएको रहेछ। सायद गयो पनि होला ऊ, गएन अल्छे मोरा। अन्त अल्छे त होइन, अब बिहान काम हुन्छ, अब बस्तीमा बस्छ। उसको भ्लग हेरेछ भने सुँगुर देखिहाल्नु भएको छ, कतिवटा छ उसकोमा, हेर्नु भएको छ भने पनि हेरिदिनु हो। त्यहाँ सुँगुर, कुखुरालाई चारो पानी, त्यहाँदेखि घरको फाल्टो काम, त्यो गर्दा गर्दा बिहान ढिलो हुन्छ नि। अन्त आज फेरि अब त्यो माथिको अघिकै कुरा गर्दाखेरि 8 बजीदेखि उता त अन्त गाडीहरूको मुभमेन्टहरू सबै बन्द गरेको छ हो, सिक्युरिटी प्रोटोकलले गर्दाखेरि। अन्त भ्यायो भने जान्छ होला, गइहालेछ नि। उसको च्यानल भिजिट गरेर हेर्नुहोस् न, उसको पनि कन्टेन्ट राम्रो राम्रो छ। स्टेटहुड डे कसरी मनाउँदो रहेछ त्यो पनि अब देख्नु पाउँछ। अब त्यो न्युज च्यानलमा त देख्छ, तर एउटा पब्लिकको पोइन्ट अफ भ्यूबाट, एउटा भ्लगको थ्रुबाट चाहिँ के कस्तो रहेछ त्यो हेर्नु अर्कै मजा हुन्छ नि, त्यो अर्कै प्रकारले बुझिन्छ। अनि यहाँ चाहिँ हाम्रो एकदमै पुरानो सस्पेन्सन ब्रिज, यहाँनिर कोल्टे पनि भएको छ हो। धन्न लेउ चाहिँ लाग्दैन र चिप्लेर लड्छ भन्ने डर चाहिँ हुँदैन, तर पनि जोगेर हिँड्नुपर्छ। बिचमा हिँड्ने जग्गामा चाहिँ साइड साइडमा त लेउ लाग्छ नि। अन्त यसलाई चाहिँ सेती खोला भन्छ। खोला चाहिँ अब यहाँ सुकेर यस्तो छ, अब झरीको टाइम आउँदैछ, झरीको टाइममा चाहिँ
बढेर ठुलो हुन्छ ल। अन्त पहिला चाहिँ यो जग्गामा चाहिँ लासहरू जलाउने गर्थ्यो नि त हो। सानोमा हुँदाखेरि यो जग्गा हिँड्नु साह्रै डर लाग्ने क्या, पछाडि पनि नफर्किने, कुदेर जाने सिनहरू भइदिइरहेको क्या। अब अहिले केटाकेटीहरूलाई त्यस्तो हुन्छ हुँदैन, हामी 90s को टाइमको केटाकेटीहरूलाई चाहिँ अब त्यति बेला त्यस्तो क्या। त्यही माथि फेरि हाम्रो प्यारेन्ट्सहरू अब केटाकेटी बाटोमा भुलिन्छ, खेल्छ, घर ढिलाउँछ भनेर मलाई नि अब भूत आउँछ, खान्छ, तानेर लान्छ, अब डर देखाउने क्या। त्यसो हुँदाखेरि चाहिँ यहाँनिर त कुदो ब्याग बोकेर फिल्लिली कुद्दिने सिद्ने, उकालो जान्दा पनि त्यही, ओह्रालो घर जान्दा पनि त्यही। रोड खनेकोदेखि चाहिँ यो बाटो साह्रै बेसी मान्छे हिँड्दैन, हिँड्नु त हिँड्छ। अघि पनि 2-3 जना भेटाइहालेँ हो। मैले भने नि म ढिलो उठेको हो कि के हो, जहिले पनि ढिलो नै भइरहेको हुन्छ। यहाँ बाटो चाहिँ अलिकति जङ्गलै भएको छ, तर पनि अब यो बाटो टाइम टु टाइम मान्छेहरू चाहिँ हिँड्दैछ। लु त गाइस आयो, बल्ल जुगा लाग्ने जग्गा चाहिँ सक्यो र अहिले पानी पनि पर्दैछ हो। म छाता ओढेर हिँड्दैछु, त्यस्तो ठुलो त परेको छैन तर पनि पर्दैछ। क्यामेरा दामी हुनु भयो त पानी झर्दै गरेको पनि देख्थ्यो होला नि। अब के गर्नु, राम्रो छैन है क्यामेरा। अब ल यस्तो छ नि त हालत चाहिँ। अब के पो भन्दै थिएँ, अब त बेसी छैन घर पुग्नु, यस्तै 15 मिनटमा पुग्छु होला। त्यहाँ पुगेर म तपाईँहरूलाई मेरो बारी देखाउँछु ल। म यत्रो 2 महिना जस्तो भिडियो बनाएकै थिइनँ, अब फाल्टो रिजन्स पनि थियो र साथसाथै तल बारी पनि एउटा रिजन हो जसले गर्दा चाहिँ अब भिडियो बनाउनु भ्याएन हो। त्यहाँ पुगेर देखाउँछु। लो गाइस, म चाहिँ बल्ल यहाँ घरमाथि आइपुगेँ। यहाँ चाहिँ मकै छ, यतापट्टिको मकैमा चाहिँ फल आर्मीको त्यस्तो इन्फेस्टेसन छैन, पल्लोपट्टिको बारीमा चाहिँ इन्फेस्टेसन पुरा छ हो। अनि क्यामेरा पानी पर्दैछ कि अप्ठ्यारो भयो। अन्त यहाँ चाहिँ मेरो खोर्सानी बारी छ। यो खोर्सानी बारी हेर्नु चाहिँ माथिबाट आउनु पर्यो, यहाँ तल घर हो। यहाँ चाहिँ मेरो मूल घर आयो। यहाँ खोर्सानी चाहिँ हेर्नु आएको के कसो छ। खोर्सानीको रोपाइ चाहिँ हल्का बाक्लो नै रोपेको छु, 1.5 फिटको स्पेसिङमा। तर अब कसै जग्गा चाहिँ अब फित्ताले नापेर दिएको त होइन, डङ्गेडङ्ग हातले दिएको। कसै जग्गा चाहिँ अब यहाँनिर देख्नुभयो 2 फिटको पनि ग्याप छ। यहाँ हेऱ्यो भने 1 फिटको ग्याप छ। अब त्यस्तो पनि भएको छ, तर अब आउँछ, अब आउनु पर्ने। यो बारीमा चाहिँ मलको चाहिँ कमी छ, तर अस्ति अलिअलि भएको मल सबै अदुवा बारीमा लगेछ, त्यसले गर्दा चाहिँ खोर्सानी बारीमा चाहिँ मलको अलिक कमी भयो। आउनु त राम्रै आउँदैछ। अब यहाँ चाहिँ खासै चाहिँ के हेर्नु आएको, यो उम्रेन हेर्नु आएको होइन। यहाँ चाहिँ प्लान्ट्सले के सिम्टम्स देखाउँदैछ, पेस्टको एट्याक भएको छ छैन, किराहरू लागेछ छैन। अन्त यो पल्लोपट्टि चाहिँ कति 5 दिनहरू भयो अगाडि ट्रान्सप्लान्ट फर्स्टमा त्यतैबाट स्टार्ट गरेर आएको। यहाँ आइपुग्दा ओर्दा त्यहाँ जति पनि मरेको थियो त्यसलाई थपेको थिएँ, त्यो पनि फेरि मऱ्यो कि भनेर चाहिँ त्यसलाई पनि हेर्दै आएको। यहाँ चाहिँ हामीले मल्चिङ गरेरै लगाएको छ, देख्नु सकेछ तपाईँहरूले कसरी मल्चिङ गरेको छ। यहाँ चाहिँ अहिले यसरी पानी पर्दाखेरि धुम्म शीतल देख्दैछ नि, यस्तो होइन नि। यहाँ चाहिँ अब यस्तो डरलाग्दो घाम लाग्छ कि बिहान निस्केकोदेखि टक्कै बेलुका डुब्नुभन्दा अगाडि 4 बजीसम्म घाम लाग्दिन्छ हो। यहाँ टमाटर पनि छ, दाना लागेको छ यहाँनिर, तर यसलाई अलिक प्रुनिङ गर्ने बेला भएको छ।
त्यो मुनिको यो पहिलोहरू काटेर फ्याँक्नुपर्छ अनि मात्रै टमाटर अलिक सप्रिन्छ त्यो भएको नि ल के को कुरा पो गर्दै थियो यहाँ चाहिँ यस्तो डरलाग्दो घाम लाग्छ बिहानदेखि बेलुकीसँग हेर्नु नि अब बारीको बिचमा रुख पनि छैन एक दुईवटा सुन्तला छ शीतल खोज्नु पर्यो त्यही सुन्तला हो नत्र भने ऊ परतिर जानु पऱ्यो त्यो धुप्पी फेदतिर अलिक काले पनि भएको छु अन्त यहाँनिर काम गर्दा चाहिँ अलिक काले पनि भएँ अलिक टाइम पनि गयो मेरो हो त्यो भएर अलिकति बिचमा भिडियो बनाउनु पनि पाएन फेरि अब एक्लै त डल्लै गरेको होइन खेताला लगाएको थिएँ अन्त उहाँहरूसँग फेरि यसो बातचित गर्दै काम गर्दाखेरि भिडियो बनाउने साह्रै ध्यान पनि भएन अनि त्यही भएर चाहिँ अलिकति बिचमा ग्यापिङ पनि भएको थियो यहाँ खोर्सानीसँग यस्तोहरू पनि आइरहेछ नि त यसको तरुल चाहिँ सुँगुरले दामी खान्छ तर अनफर्चुनेटली हाम्रो घरमा सुँगुर छैन यसलाई निकालिदिइहाल्नु त यो चाहिँ कडा हुँदो रहेछ नि प्लास्टिक छेर पारेर आइरहेछ नि त वेरस अब कतिवटा अरू चाहिँ प्लास्टिक छेर्नु सक्दैन तिनीहरू चाहिँ यहीँभित्र तातेर नै मर्छ तर त्यो मात्रै मर्दैन रहेछ मेरो एक्सपिरियन्समा यहाँ देख्नुहुँदैछ यो प्लान्ट पुच्छ यहाँ टुप्पो देखेँ नि यहाँ टुप्पो यो चाहिँ प्लास्टिक तातेर चाहिँ त्यो डढेको क्या खोर्सानी पनि सानो सानो ट्रान्सप्लान्ट गर्दा चाहिँ त्यस्तो हुँदो रहेछ ठुल्ठुलो ट्रान्सप्लान्ट गऱ्यो भने चाहिँ ठुल्ठुलो त मजाले नै फर्केर आउँदो रहेछ सानो ट्रान्सप्लान्ट गर्दा त्यस्तो इस्यु हुँदो रहेछ तर मुनिबाट लिप्सहरू आइहाल्यो भने पत्ताहरू आउनु थाल्यो भने त्यो पनि भइहाल्छ यहीँ कुरो रेडी छ हो कसले चाहियो कुरो अर्डर गरौँ यहाँ पनि आएछ अब एक दिन यहाँ फेरि शनिबार आइतबार कहिले छुट्टी छ त्यो दिन चाहिँ यहाँनिर झार गर्नु आउनु पर्नेछ खोर्सानी त होइन यहाँ फाल्टु के पलाएर चाहिँ यस्तो छ नि तरुल रहेछ तरुल चाहियो यतापट्टि त सबै फर्केको छ कि एक दिन यहाँ झार गर्नु पनि आउनुपर्ने छ माथिबाट अब मल्चिङ चाहिँ त्यही भएर पनि लगाएको अब त्यत्रो माथिबाट आउनुपर्छ म यहाँ आइपुग्नु कति बज्यो टाइम हेर्छु ल पानीबाट आउँछ 7:30 अन्त 50-55 मिनट लाग्यो यहाँ आइपुग्नु हो त्यस्तो हुन्छ नि मल चाहिँ यहाँ थप्ने रेडी हुँदैछ है तर यो अझै 2 महिना जस्तो लाग्छ 2 महिना 3 महिना त्यो पनि अलिक यसो अर्थमा हालिहाल्यो भने चाहिँ नत्र भने त लाग्छ आयो एउटा चाहिँ मजाले आएको छ हो यहीँ झार पनि आएको छ त्यही भनेको अब यो एक दिन चाहिँ कहिले हुन्छ त्यति बेला झार पनि गोड्नु आउनुपर्ने छ अस्ति अलि चाहिँ गोडेको थियो तर मल्चिङभित्रको मात्रै गोडेको थियो तिमी यो साइड मात्रै गोडेको पल्लोपट्टिको गोडेको थिएन यहाँ चाहिँ बिहान बिहानै उठेर चाहिँ यत्रो हिँडेर चाहिँ किन आएको भन्दा चाहिँ यो पल्लो साइडमा हेर्नु थियो यतापट्टि चाहिँ 2 खेप ट्रान्सप्लान्ट गरेको आएकै छैन यहाँ चाहिँ ढुङ्गा छ कि बेसी तातेर पनि होला ढुङ्गा तातेर होला राम्ररी ट्रान्सप्लान्टै भएन रहेछ नि त बिचरा डढेछ प्लास्टिकले अलिक त भएछ अस्तिको हेरी फर्किन्छ होला अझै 4 दिन जस्तो विचार गर्नु पर्यो घाम लागेको बेलामा यहाँ पर डाँडामा चाहिँ च्यान्डा रहेछ है त्यही भएर यहाँ चाहिँ बेलुका 4-5 बजीसँगै काम गर्ने त्योभन्दा अघि काम नगर्ने बुझ्नुभयो यो पुच्चो हेर्नु नि अन्त टाढोबाट हेर्दा देख्दैन त अन्त आउनु त आउँदै रहेछ आउँछ सबै आइसक्दा यो चाहिँ म भर्खर आउँदैछु भन्छ क्या अन्त तपाईँहरूले जसले पनि खोर्सानी रोप्नु भएको छ है अब नयाँ फार्मर्सहरू
जस्तै अब म पनि योपालि फर्स्ट टाइम हो, फर्स्ट टाइमरहरूलाई चाहिँ अब फिल्ड इन्सपेक्सन गर्दै गर्नुहोस्। अब झरी लाग्यो, झरी लागेपछि किराहरू लाग्नु थाल्छ। त्यो किराहरू लाग्दा पनि फ्रुट ड्रप हुन्छ। अब हाम्रो त नामथाङमा फ्रुट ड्रपको अब अलिकति प्रब्लम नै छ। यहाँ त प्लाप्लुत गएछ नि घामले डढेर केही पनि बसेन रहेछ। अन्त फ्रुट ड्रपको प्रब्लम छ। त्यहाँदेखि यतानिर एन्थ्राक्नोसको प्रब्लम छ है। यता माथि पोर्साल नागीतिर त एन्थ्राक्नोसले झन्डैले अब एउटै फार्मरको 1000 प्लान्ट्सहरू बिगाऱ्यो। 1000 प्लान्ट्स भन्नु मतलब नभएको पनि सायदै कम्तीमा पनि उनीहरूको 60-70,000 लसेस भयो होइन। अन्त एन्थ्राक्नोस चाहिँ तपाईँको के हो भन्दाखेरि चाहिँ एउटा फङ्गल इन्फेक्सन हो। एउटा फङ्गसले गर्दाखेरि चाहिँ त्यो बिमारी हुन्छ। अब जसको फिल्डमा पोर्सालतिर भएको थियो उनीहरूलाई याद छ कसरी आउँछ होइन। उनीहरूलाई याद छँदैछ। तपाईँहरूले चाहिँ हर्टिकल्चर डिपार्टमेन्टमा गएर एउटा कपर बेस्ड फन्जिसाइड माग्नुहोस्। अनि त्यसलाई चाहिँ एज अ प्रिकसन स्प्रे गरिदिनुहोस् क्या। त्यो चाहिँ कस्तो भन्दाखेरि 3 ml पर लिटर अफ वाटरमा तपाईँहरूलाई मिक्स गरेर स्प्रे गर्नु भनेर उहाँहरूले भन्नुभयो भने चाहिँ तपाईँहरूले त्यो बिमारी लाग्नुभन्दा अघि नै हेल्दी प्लान्ट्सलाई नै 1 ml 1 लिटर पानीमा घोलेर नत्र भने 1 ग्राम पाउडर छ भने त्यसलाई मिक्स गरेर तपाईँहरूले ट्रान्सप्लान्ट गरिदिनुहोस्। त्यसो गर्दाखेरि चाहिँ तपाईँहरूको एन्थ्राक्नोसको चाहिँ अगाडिदेखि नै अलिअलि उयो गर्दै गरेको हुन्छ। बेसी चाहिँ नलाउनुहोस्, त्यसले चाहिँ फेरि प्लान्ट सबै डढ्छ। फन्जिसाइडले चाहिँ नचाहिने कुरा बिमारै नभइकन भक्कु लाउँदाखेरि डढ्छ। हामी पनि त बिमार नहुँदाखेरि प्यारासिटामोल 2-3टा या फेरि एउटा डल्लै खाँदैन नि, आधी खान्छ नि, त्यस्तै प्रकारले क्या। अन्त यो फ्रुट ड्रपको कुरा गर्दै थिएँ है। फ्रुट ड्रपको कुरा गर्दाखेरि चाहिँ फ्रुट ड्रप चाहिँ थुप्रो कारणले हुन्छ। अब मेरो फिल्डमा यो एक साइड चाहिँ अब पैसाले कति भ्याउँछ कुरा गएर लास्टमा पैसामै आउँछ हो। पैसाले कति भ्याउँछ म ट्रायल गर्छु। फ्रुट ड्रप चाहिँ थुप्रो कारणले हुन्छ, एउटा कारणले मात्रै हुँदैन। एउटा कारण हुन्छ तपाईँहरूको किराले गर्दा। जस्तै यो सुन्तला जसको बारीमा छ हो तपाईँहरूलाई चाहिँ नि रङ चढ्दै गर्दा झर्छ। त्यो एउटा चाइनिज फ्रुट फ्लाईले गर्दा हो नि त। अहिले करेन्टली यो नामथाङ ब्लकमा चाहिँ चाइनिज फ्रुट फ्लाईको म्यानेजमेन्टको लागि उयो चल्दैछ। प्रोटिन बेड स्प्रेको दमादम 10 विक्सको लागि चल्दैछ। हाम्रो फिल्ड फङ्सनरिजहरू हर्टिकल्चर डिपार्टमेन्टहरू उहाँहरू 10 विक्ससँग हाम्रो ओरेन्ज ग्रोवर्सहरूको फिल्डमा गएर उहाँहरूले स्प्रे गरिदिँदैछ है। त्यो चाहिँ चाइनिज फ्रुट फ्लाईलाई एलिमिनेट पुरै मारिदिनुको लागि हो। ओह्रालो त्यसो त ठिकै छ, एकै छिटो हुन्छ। यहाँ हेर्नु नि झार गर्ने बेला भएको हो नि। एउटा पेस्ट म्यानेजमेन्ट हुन्छ। त्यो पेस्ट म्यानेजमेन्टको लागि चाहिँ अब हामीले यहाँ अर्ग्यानिकल्ली कसरी म्यानेज गर्नु सक्छ भन्दाखेरि मेकानिकल कन्ट्रोल भन्छ हो। त्यसमा चाहिँ तपाईँहरूले फेरोमोन ट्र्याप, त्यहाँदेखि त्यो बेसी पनि पर्दैन, 400 रुपियाँको 450-60को 4-5वटा पाइहाल्छ। यत्रो बारीमा 2टा मोर देन इनफ हो। त्यो अघिको बारीमा पनि 2टा मोर देन इनफ हो। सो आफ्नो बारी कत्रो छ त्यसको हिसाबले 4-5वटा किन्नुहोस्। 8वटासम्मको चाहिँ 1000 रुपियाँ पर्दो रहेछ। त्यो किन्नुहोस्, त्यो लगाउनुहोस्। त्यो साथसाथै 400 रुपियाँसम्म पाउँछ। यो सबै एमाजोन, फ्लिपकार्ट, त्यहाँदेखि यो हाम्रो एग्रिकल्चरको हर्टिकल्चरको थुप्रो वेबसाइट एपहरू छ नि। जस्तै यो किसान हाट, अर्ग्यानिक बजार अनि इत्यादि, फाल्टो, ई मार्केट, ई नाम त्यस्तो भन्ने वेबसाइटहरू छ। त्यहाँतिर पनि हुन्छ, त्यहाँबाट पनि तपाईँले किन्नु सक्छ। 400-500को चाहिँ के कुरा गर्दै थिएँ भन्दाखेरि चाहिँ 300-400 पर्छ, 500 पनि पर्दैन। एउटा स्टिकी ट्र्याप हुन्छ, फेरोमोन ट्र्याप जस्तै काम गर्छ त्यसले। तर फेरोमोनमा चाहिँ अब किरा आफै उडेर त्यहाँ एट्र्याक्ट भएर जान्छ। अर्कोमा चाहिँ कलरले गर्दा एट्र्याक्ट हुन्छ, अर्को चाहिँ फेरोमोनले गर्दा एट्र्याक्ट हुन्छ। त्यो कलरले चाहिँ एट्र्याक्ट हुँदाखेरि किराहरू त्यहाँनिर कतिवटा फ्लाइजहरू त्यहाँनिर टाँसिन्छ। त्यसमा चाहिँ तपाईँको एउटा येल्लो ब्लू कलरको स्टिकी ट्र्याप आउँछ, त्यो पनि फिल्डमा लगाएर ट्रायल गर्छु म। र अर्को हुन्छ तपाईँको मल घटी बढी भयो भने त्यो हुन्छ।
यो एउटा ड्याम्पिङ अफले गएको रहेछ देख्नुभयो यो पनि फङ्गल इन्फेक्सन हो यसलाई रिप्लेसै त गर्नुपर्छ यो आउँदैन अन्त तपाईँको मल घटी बढी भयो भने बेसी भयो कम्ती भयो भने त्यति बेला पनि फ्रुट ड्रप हुन्छ त्यहाँदेखि पानी बेसी भयो भने या फिर पुरै कम्ती भयो भने अब मल्चिङमा त त्यस्तो इस्यु छैन पानीको बेसी चाहिँ हुने चान्सेस हुन्छ कम्ती हुने चान्सेस त हुँदैन अब यसो पाके बारी छ भने चाहिँ त्यो पनि हुँदैन हो एउटा पानीको प्रब्लमले पनि हुन्छ अर्को चाहिँ हुन्छ एकदम हामीले कन्ट्रोलै गर्नु नसक्ने नेचरले गर्दा हो त्यसमा चाहिँ एकदमै 2-3 दिन भयो पानी परेको गट्टङ टङ हाम्रोतिर पानी कत्रो पर्छ होइन यत्रो थोपा झरिरहेको हुन्छ नि हो पानी पर्छ त्यति फेरि टन्टना पुरै खरेटी लाग्ने खालको घाम लाग्छ हो अब त्यो खालको चाहिँ टेम्परेचर फ्लक्चुएट हुँदाखेरि चाहिँ तपाईँको फ्रुट ड्रप पनि हुन्छ म चाहिँ अघि भने जस्तो पैसाले दिइहालेछ भने चाहिँ यहाँ तल्लोपट्टि 2-4टा बाँस यहाँ पनि 2-4टा बाँस गरेर चाहिँ ठ्याङ्गै माथिबाट चाहिँ एग्रोनेट ओढाइदिनु पऱ्यो भन्दैछु अब यसो ट्रायलको लागि इफ के कन्ट्रोल भइहाल्छ कि त्यसो गर्दाखेरि चाहिँ यदि कन्ट्रोल भएको मेरोबाट अलिकति रिजल्ट देख्यो भने चाहिँ म अब अरू फार्मर्सहरूले पनि अब यो भिडियो हेर्नुभयो भने चाहिँ त्यति बेला हेरिहाल्यो ओढाइहाल्यो भने चाहिँ पैसा त छैन अहिले अब त्यति बेला चाहिँ अब एउटा ग्राम सभाको थ्रुबाट गभर्मेन्टलाई तपाईँहरूले सपोर्ट माग्दा हुन्छ तपाईँहरू त होइन अब हामी सबै भएर गर्नुपर्छ यो वान टाइम मात्रै होइन नेक्स्ट टाइम पनि गर्ने हो म के अब निस्किने नि यहाँबाट ल अन्त त्यस्तो हो अन्त अर्को कुरा पोलिनेसन पनि राम्ररी भएन भने तपाईँको फ्लावर ड्रप पनि हुन्छ साथसाथै फ्रुट ड्रप पनि हुन्छ सो यही कारणहरूले गर्दाखेरि चाहिँ अब फ्रुट ड्रप हुन्छ त्यहाँदेखि अर्को अब एन्थ्राक्नोसको त मैले भनिहालेँ तपाईँहरूलाई सिम्टम्स थाहा छँदैछ टाइम टु टाइम फिल्ड इन्सपेक्सन गर्दै गर्नुहोस् सिम्टम्समा चाहिँ कस्तो कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँको हल्का त्यो पत्ताहरू पनि सुकेर क्या कक्रक भएर आउँछ त्यहाँदेखि तपाईँको हाँगाहरू त्यहाँदेखि स्टेमहरू हो त्यस्तो हुन्छ क्या त्यस्तो भयो भने चाहिँ बुझिहाल्नुहोस् एन्थ्राक्नोस रहेछ एटलिस्ट हाम्रो यो नामथाङ ब्लक वरिपरि चाहिँ किनभने यहाँनिरै छ यो डिजिज अरू जग्गा अब कति के छ त्यो त थाहा भएन अन्त तपाईँहरूले त्यति बेला चाहिँ हर्टिकल्चर डिपार्टमेन्टमा गएर एउटा कपर बेस्ड फन्जिसाइड दिनुहोस् भनेर त्यहाँदेखि माग्नुहोस् यस्तो एन्थ्राक्नोस भएको छ फिल्डमा मेरो यतिवटा प्लान्ट्स बिगार्दैछ भन्नुहोस् त्यति बेला उहाँहरूले तपाईँहरूलाई प्रोभाइड गर्छ उहाँहरूले नै तपाईँहरूलाई डोज पनि भनिदिन्छ हो कति लाग्छ कसरी स्प्रे गर्नुपर्ने कुन टाइममा स्प्रे गर्नुपर्ने स्प्रे गर्दाखेरि प्रिकसन मेजर्स जस्तै मास्कहरू लाउनुपर्छ है अब त्यस्तोहरू पनि उहाँहरूले सबै डिटेल्समा भनिदिनुहुन्छ यदि तपाईँहरूले त्यो जान्नु भएन भने चाहिँ तपाईँहरूले अब हर्टिकल्चरको एसडिओ मिसहरूलाई म्याडमहरूलाई सरहरूलाई तपाईँहरूले बिन्ती गर्नुहोस् रिक्वेस्ट गर्नुहोस् मलाई त्यस्तो पारा आउँदैन बुझिनँ कुनै दिन अब छिटै फिल्ड फङ्सनरिजहरूलाई पठाइदिनुहोस् ताकि उहाँहरूले मिक्सरै रेडी गरिदिनु भयो भने पनि स्प्रे त आफै गर्नु सकिहाल्छ नि त त्यस्तो प्रकारले क्या यो पल्लोपट्टि चाहिँ 2 खेप ट्रान्सप्लान्ट भइसक्यो अब फेरि एकपल्ट आउनुपर्ने रहेछ त्यही आएको दिन चाहिँ यो माथिको यो बिचको यसलाई त अब छोडिदिन्छु म अलिक बढिहाल्छ त्यहाँदेखि मात्रै झार गोड्छु अब यस्तो छ फेरि कहाँबाट निस्किजाने पल्लोपट्टि होला लगाइस अब चाहिँ म घरमा गएर यसो अलिअलि चियापानी खाऊँ त्यहाँदेखि चाहिँ उकालो फेरि नामथाङ जानुपर्छ त्यहाँ गएर लुगा फेरेर ड्युटी जानुपर्छ सो बाई बाई टिल नेक्स्ट ब्लग अब चाहिँ टाइम टु टाइम आउँछ है तपाईँहरूले पनि हेरिदिनुहोस् है अब चाहिँ बिचमा केले रोक्नेवाला छैन छाता ओढेर भए पनि पक्का आउँछ नास्पाती खाने हो